विकास चियावाला र सुगाहरूको कथा। कुनै पहाडी गाउँको मुटुमा जहाँ हरियाली जङ्गल र फुल्ने फुलहरूको प्राकृतिक सुन्दरता झुल्किन्थ्यो, विकास चियावालाको सानो चिया पसल थियो। गाउँको चुप्पैमा रहेको त्यो पसल बिहानदेखि बेलुकासम्म खुल्ने गर्थ्यो। विकासको चिया त गाउँभरि मात्र होइन, टाढा टाढाबाट आउने बटुवाहरू समेत प्रशंसा गर्थे। उसले चियामा मसला, तुलसी, अदुवा र दुधको यस्तो मिश्रण गर्थे कि एक घुटले नै मन र शरीर दुवै ताजा हुन्थ्यो। तर विकासको जीवनमा चियाभन्दा पनि विशेष कुरा थियो, उसको सुगाहरूप्रति अन्धा माया। गाउँको बीचमा रहेको एउटा ठुलो बरको रुख थियो, जहाँ रङ्गी-चङ्गी सुगाहरूको बथान बस्थ्यो। हरेक बिहान जब विकास आफ्नो पसलको ढोका खोल्थे, सुगाहरू ब्यार ब्यार गर्दै उनको पसलको छानामा आउँथे। तिनीहरूको रङहरू हरियो, रातो, पहेँलो यस्तो लाग्थ्यो मानौ आकाशको इन्द्रेणी नै रुखमा बसेको छ। विकास तिनलाई मकैका दाना, चामल र कहिलेकाहीँ अम्बकका टुक्राहरू छर्किन्थे। सुगाहरू पनि विकासलाई यति माया गर्थे कि तिनीहरू उसको पसल वरिपरि उड्दै विकास विकास भनेर बोलाउँथे। यो सुन्दा गाउँलेहरू हाँस्दै भन्थे, यो चियावाला त सुगाहरूको साँचो राजा हो। विकासको दिनचर्या यस्तै रमाइलो थियो। बिहान चिया बनाउँथे, सुगाहरूसँग गफ गर्थे र गाउँलेहरूसँग हाँसी मजाक गर्ने। तर एक दिन गाउँमा ठुलो अनौठो हल्ला फैलियो। गाउँको जङ्गलमा कसैले ठुल्ठुलो जाल हालेर सुगाहरूलाई समात्न थालेको खबर आयो। यो सुन्दा विकासको मन तुफान चल्यो। उसले सोच्यो, मेरा साना साथीहरूलाई कसले यस्तो दुःख दिँदैछ, यो त म सहन सक्दिनँ। उसले तुरुन्तै आफ्नो पसलको आगो निभाए, ढोका बन्द गरे र जङ्गलतिर लागे। जङ्गलमा पुग्दा उनले देखे एउटा लोभी व्यापारी ठुलो जालमा दर्जनौं सुगाहरूलाई फसाएको थियो। सुगाहरू जालमा छटपटाउँदै ब्यार ब्यार गरिरहेका थिए। तिनीहरू रङ्गी-चङ्गी पर्खेटा जालमा अड्किरहेका थिए र तिनीहरूको आवाजमा डर र पीडा स्पष्ट सुनिन्थ्यो। विकासको आँखा रसायो। उसले व्यापारीलाई सोध्यो, तिमीहरूले यी सुगा किन समात्यौ? यिनीहरूले तिम्रो के बिगारे? व्यापारी हाँस्दै भन्यो, यी सुगाहरू बजारमा राम्रो मूल्यमा बिक्नेछन्। बोल्ने चरा कसलाई मन पर्दैन? तिमी चियावाला आफ्नो काममा लाग न, यस्तो कुराले किन टाउको दुखाउँछौ? विकासको रिसले मन फुट्ला जस्तो भयो, तर उसले आफूलाई सम्हाले। उसले नम्र स्वरमा भने, यी सुगाहरू स्वतन्त्र छन्। यिनीहरू आकाशमा उड्न जन्मिएका हुन्, जालमा थुनिन होइन। म तिमीलाई पैसा दिन्छु, तर यिनीहरूलाई छोडिदेऊ। व्यापारीले विकासको कुरा सुनेर ठुलो हाँसो हाँस्यो। तिम्रो चिया पसलको कमाइले मेरो जालको मूल्य पनि पुग्दैन चियावाला। यो सुनेर विकास निराश भयो, तर उसले हार मानेन। उसले गाउँ फर्किएर सबै गाउँलेहरूलाई बोलाए। उनले पसल अगाडि उभिएर सबै सुगाहरूको कथा सुनाए। हाम्रो गाउँको सुन्दरता यी सुगाहरूले बढाएका छन्। यिनीहरू हाम्रो गाउँको गहना हुन्। यदि हामीले यिनीहरूलाई बचाउन सकेनौँ भने हाम्रो गाउँको आत्मा हराउनेछ। उनले भावुक हुँदै भने। विकासको कुरा सुनेर गाउँलेहरूको पनि मन छोयो। विकासको स्वादिलो चिया र उसको सजिलो स्वभावले गाउँलेहरू पहिले एकजुट बनिएका थिए। त्यसैले बुढापाका, युवा र बच्चाहरू सबै जङ्गलतिर लागे। जङ्गलमा पुग्दा उनीहरूले व्यापारीलाई घेरे। गाउँका ठुला बडाले व्यापारीलाई कडा सुरमा भने, यी सुगाहरू हाम्रो गाउँका सम्पत्ति हुन्। तिमीले यिनलाई समातेर हाम्रो गाउँको इज्जतमाथि खेलवाड गर्यौ। यिनीहरूलाई तुरुन्त छोड, नत्र हामी गाउँलेहरू चुप लागेर बस्ने छैनौँ। यो देखेर व्यापारी पनि डरायो। उसले बुझ्यो कि गाउँलेहरूको अगाडि उसको केही चल्दैन। अन्ततः उसले जाल काट्यो र सुगाहरूलाई रङ्गी-चङ्गी पखेटाहरू फटफटाउँदै आकाशतिर उडे। तिनीहरूको ब्यार ब्यार आवाज जङ्गलभरि गुन्जियो, मानौ तिनीहरू विकास र गाउँलेहरूलाई धन्यवाद दिँदै थिए। विकासको अनुहारमा हाँसो फर्कियो। उसले आकाशतिर हेर्यो र मनमनै भन्यो, मेरा साथीहरू अब सधैँ स्वतन्त्र उडुन्। यो दिनदेखि विकास चियावालाको सम्मान गाउँमा झन् बढ्यो। सुगाहरू हरेक बिहान उसको पसलमा आउँथे र कहिलेकाहीँ त विकास चिया भनेर बोलाउँथे। गाउँलेहरू यो सुनेर हाँस्दै र भन्थे, विकासको चियामा सुगाहरूको माया मिसिएको छ।